रेशम छ लिमिट छ कक्षा 10 कक्षा 12 नेपाली र यहाँ उपस्थित सम्पूर्ण गुरुवर्ग प्यारा भाइबहिनीहरू 12 उत्तीर्ण भइसक्नु भएको 12 पढ्दै गर्नुभएको 11 जोइन गर्दै गर्नुभएको विशेष त रेशम सरले अघि भनिसकेको कुरा नै मेरो के छ त्यसमा तपाईँहरूको समय गर्न चाहन्छु सरले जे कुरा भन्नुभयो मैले सोचेँ र भन्नुपर्ने कुरा सरको बिन्दुबाट आइसकेपछि मैले त्यसलाई जोइन तापनि अब प्राविधिक भाग किन पढ्नु पऱ्यो 8, 9, 10, 11, 12 अनि यो 3-4 वर्ष अगाडि नयाँ करिकुलमले किन तपाईँहरूलाई चाहिँ नयाँ किसिमको लियो 10 क्रेडिट आवर त्यो हामीले चाहिँ तपाईँहरूलाई बुझायौँ सरहरूले नै पढाउँदा बुझाइसक्नु अब प्राइभेट धारकोले 6वटा विषय पढ्छ 6वटा प्र्याक्टिकल इन्टरनलको प्र्याक्टिकल गर्छ 12वटा गर्छ तुरुन्त साउन्डमा रिजल्ट हुन्छ साउन्डै ऊ विदेश जानलाई आफ्नो मन्तव्यतिर जानलाई तयार हुन्छ तपाईँहरूलाई यो बिचमा पनि किन हामीले ओजेटी गराएर किन तपाईँहरूलाई यहीँ राखेर गर्न खोजेको भन्दाखेरि उद्यमशील जस्तो हिसाबले चाहिँ हेर्नु पऱ्यो तपाईँले चाहिँ एउटा माछा पोखरी बनाउनु भयो भने त्यो माछा पाल्नु पऱ्यो खाडा उठाउनु पऱ्यो अरू मान्छेलाई पनि जागिर दिनुभयो अरू कुराहरू पनि हुने भयो हिसाबले चाहिँ तपाईँलाई दिएको राज्यले दिएको उसको पाठ्यक्रमको केन्द्रबिन्दुमा बसेर त्यो कुराहरू चाहिँ फुलफिल गर्नुहुन्छ तपाईँहरू चाहिँ जानुहुन्न जसले चाहिँ ऊर्जा उद्यमशील सक्ने हुन्छ भन्ने हिसाबको कुरालाई चाहिँ मैले जोड दिन चाहेँ अब स्ट्रङ माइन्डसेट हुनु पऱ्यो अहिलेको सुरुका हाम्रो भाइ 2जनासँग राम्रो छ तपाईँहरूसँग राम्रो छ तर मैले फेरि पनि के भन्छु भने सरले भनेकै स्किलकै कुरा भन्छु कम्युनिकेसन स्किल हुनु पऱ्यो सरले भनेकै कुरा जोड्छु तपाईँ आफ्नो घरमा राम्रो हुन्छ समुदाय राम्रो हुन्छ समाज त्यतिकै राम्रो हुन्छ हामी कोर्सको पछि के भनेर पार्नै पर्दैन हाम्रो हेड सर यति राम्रो हेड सर पाउनु भएको छ सरहरू पाउनु भएको छ सरले भने जस्तो रेशम सरले भन्नुभएको जस्तो हामी पनि एक स्टेप गर्दै एउटा वर्डबाट सेन्टेन्सबाट एससी हुँदै आजको यो अवस्थामा आएर तपाईँहरूसँग कुरा गर्न सक्छ र कुनै संस्थाको प्रतिनिधि भनेर कार्ड बोकेर तपाईँहरूले दिनुभएको परीक्षा हेर्न जान्छौँ हलमा हेर्छौँ तपाईँहरूको रिजल्ट इभ्यालुएसन गर्छौँ तपाईँहरू यी कुराहरू कमजोर भयो भन्छौँ त्यो कारणले गर्दाखेरि सबले अहिले भनिसक्नुहुन्छ अब पढ्नु पऱ्यो मेहनत गर्नु पऱ्यो अब धेरै गरेर भएन उहाँहरू त पास हुनुभयो ट्रान्सक्रिप्ट लिनुहुन्छ जानुहुन्छ जापान कोरिया खुल्यामेमा तपाईँको दैनिक साइन्टिफिकमा विदेश जानलाई प्रमाणीकरण हुन्छ छाप लाउने भन्छ हाम्रो भाषामा एनओसी र एनओसी भन्ने आउँदैछ त्यो करिब 800 देखि 1000 जना भाइबहिनी हुन्छ माथि 3 तलाको झ्यालबाट हेर्दाखेरि त्यो यस्तै दर्दनाक पीडा हुन्छ कि सरले अघि भनिसक्नुभयो जेनजीहरू तपाईँहरूले देश परिवर्तन गर्न सक्नुहुन्छ भनेर कोही भाइबहिनी आइपुग्नुहुन्छ हामीको च्याम्बरसम्म आइपुग्नुहुन्छ हामीले सोध्छौँ तपाईँहरू नै जानुहुन्छ तपाईँहरूले हाम्रो धर्म संस्कृति पैसा सबै लिएर जानुभयो अनि हामी के गर्ने भन्ने उहाँसँग पनि जवाब छ र त्यो प्राविधिक धार साधारण धार भने जस्तो तपाईँहरू उद्यमशील हुनु पऱ्यो ऊर्जाशील हुनु पऱ्यो जसले गर्दाखेरि चाहिँ हाम्रो प्राविधिक शिक्षाले आफूले खोजेको अब्जेक्टिभ चाहिँ तपाईँहरूबाट चाहिँ फुलफिल हुनु पऱ्यो तपाईँहरूले मिहिनेत गरिदिनु पऱ्यो पढ्नु पऱ्यो यो बजारीकरण कसरी गर्न सक्नुहुन्छ यो स्कुललाई कसरी उयो गर्न सक्नुहुन्छ होइन अब दाइ दिदीहरू त जानुभयो तर पनि सरले हामीले भन्दाखेरि स्ट्रङली सुन्नु पऱ्यो केही एउटा शब्द मात्रै तपाईँले बुझ्नुभयो भने पनि बोल्नुहोस् है तपाईँले गुगललाई सोध्नुभयो भने के भन्छ उसले आलु खानु ठिक छ भनेर तपाईँले सोध्नुभयो भने ठिक छ भनेर सोध्नु लेख्नुहुन्छ आलु खानु बेठिक छ भनेर सोध्नुहोस् गुगललाई आलु खानु बेठिक छ यी मेरा हेल्थ रिपोर्टहरू हुन् त्यही भएर तपाईँले आलु खानु हुँदैन भन्छ है मैले अरू सोसियल मिडियाको कुरै गरेँ सोसियल मिडिया अहिले टिकटक पनि कुरा गर्नु छैन फेसबुकको पनि कुरा गर्नु छैन इन्स्टाको पनि कुरा गर्नु छैन रिलको पनि कुरा गर्नु छैन रिलले त के भन्छ सर्ट हेर्नुहोस् एउटाले मसल बनाउँछु एउटाले ऊ हेर्छु भनेर चाहिँ तपाईँलाई 2-4वटा रिलले नै उसले प्रिडिक्ट गरिदिन्छ अब उसलाई नेक्स्ट रिल चाहिँ बाइकर मात्रै चाहियो भ्लगर मात्रै चाहियो भनेपछि उसले तपाईँको कन्टेन्टसँग मिल्दोजुल्दो सबलाई प्योर गर्नुहुन्छ अब उसलाई नै उसको प्रोफाइलले कसरी बनाउनुहुन्छ भन्दाखेरि यो मान्छेले जतिखेर मोबाइल हेर्छ त्यतिखेर उसलाई बाइकर मात्रै चाहियो र यो मान्छेलाई
मसलको मात्रै चाहियो, अरू केही छैन होइन। मैले अघि पनि भाइहरूलाई बहिनीहरूलाई सोद्धाखेरि भनिसकेको हामी यति एडभान्स टेक्नोलोजीमा छौँ कि एआईको उसमा तपाईँलाई अब यस्तो एप्सहरू दिँदैछ उसले, त्यहीले चाहिँ अब पेड भर्सन भएको होइन, मैले नाम भएको छैन। तपाईँले त्यो प्लान्टलाई फोटो खिच्नुहोस्, उसले रियल टाइममा उसको आफ्नो डाटाबेससँग म्याच गराएर त्यो पिक्चरलाई रियल टाइममा उयो गरेर यो गोलबेडामा यी रोग लाग्यो, यसको चाहिँ यो ठाउँमा यति क्लाइमेटमा यो टेम्परेचरमा यस्तो सोल्युसन हुन्छ एआईको भन्दाखेरि एप्स नै हामी त्यति अगाडि छ। त्यही भएर मोबाइल चलाउनुहोस्, तर मोबाइल चाहिँ कस्तो भन्दाखेरि चाहिँ आफ्नो पर्सनालिटी प्रोडक्टिभिटी बढाउनलाई चलाउनु पऱ्यो। हाम्रो भाइहरूले राम्रो स्लाइड प्रेजेन्टेसन दिनुभयो। यहाँ मात्रै होइन अरू ठाउँमा पनि एज आइटीको रिसोर्स पर्सनमा हुन्छ, मैले पढाउँछु क्लास, जस्तै जिल्लाका शिक्षाका साथीहरू अरूहरूलाई पढाउँछु। अब हामी परीक्षा सम्बन्धी हुन्छ, रिजल्ट एनालाइसिस सम्बन्धी हुन्छ, अरूहरू हुन्छ। तर एटेन्सन भएर सुन्नु पऱ्यो क्या, यो सरहरू चाहिँ काठमाडौँदेखि यहाँ आइसकेका छन् भनिसकेपछि कमसेकम पनि अलिकति राम्रोसँग सुन्नु पऱ्यो र आफ्नो माइन्डसेटमा चाहिँ जहिले पनि चुस्त दुरुस्त राख्नु पऱ्यो, स्ट्रङ राख्नु पऱ्यो। भोलिको विनोद सर भनेको म, भोलिको सर भनेको म, भोलिको सर भनेको म यो स्कुलमा पढाउन सक्छु, म गर्न सक्छु भन्ने चाहिँ किनभने हाम्रो बहिनीहरूले गर्नु नगरेको छैन, गर्नुभयो उयो गर्नुभयो लेखी नबुझ्न सक्छन्, नहुन सक्छन्। अब उहाँले उत्पादन गरेर चिज भोलि बजारीकरण कसरी गर्नुहुन्छ भन्ने कुरा ठुलो कुरा हुन्छ। बजारैमा आउनु भएन भने तपाईँले यो साग, यो गोलभेडा, यो बन्दाकोपी यो अर्ग्यानिक हो भन्नुहुन्छ, ए होइन तिमीहरूको स्कुलमा फलाएको हो त्यहाँ हुँदैन, कसरी अर्ग्यानिक हो भन्नुहुन्छ, यी कुराले अर्ग्यानिक हो, हामीले हिजोको दिनमा गर्ने चिज र यो चिज चाहिँ फरक हो भन्ने जस्तो हिसाबले गर्नु पऱ्यो। अब तपाईँहरूले ओजिटी चाहिँ थ्योरीको क्यारियरलाई मात्रै प्र्याक्टिकल गऱ्यौँ, सरले निकै पढाउनु त्यसमा हामीले यसो उसलाई नियम पुऱ्याउनलाई मात्रै गऱ्यौँ, त्यसले चाहिँ हाम्रो सरले भन्नुभएको जस्तै लाइफ लङसम्म पुग्छौँ। भोलि यी कुराहरू भनेर चाहिँ तपाईँलाई घरमा, परिवारमा, समाजमा मात्रै होइन, तपाईँलाई जिन्दगीभर सिकाउँछ। त्यही भएर आफ्नो स्किल चाहिँ तपाईँहरूले उ गर्नु, एकैचोटि ऐनामा हेर्नुहोस्। आज म प्रेजेन्टेसन दिन्छु, मैले प्लान्ट साइन्स पढाएको छु, प्लान्ट साइन्समा यी पढाएको छु, मैले मसरुम पढाएको छु, क्याबेज पढाएको छु, क्याबेजको यी प्रोग्राम हुन्छ, हामीले यो गऱ्यौँ। ऐनालाई तपाईँ 2-4वटा यस्तै नोट बनाउनुहोस्, आफ्नो नोट बनाउनुहोस्, हेर्नुहोस्, ऐनामा भन्नुहोस्, आफ्नो अगाडि राख्नुहोस्, ऐनाको अगाडि राख्नुहोस्, हेर्नुहोस् भन्नुहोस्। 2-3 दिनपछि तपाईँ यो नहेरिकन सर र भन्न सक्नुहुन्छ। अघि भाइहरूले गर्दा गर्दै ट्रान्सफर्मेसन अलिकति थिएन, उहाँ बहिनी आइसकेपछि आफ्नो साथीहरूलाई म अब यो मञ्च अथवा यो स्लाइड मेरो फलाना साथीलाई उ गर्छु भन्नुभयो, उहाँले अर्को साथीलाई दिनुभयो, सिलसिला गरेर आयो। त्यो कुराहरू चाहिँ सिक्नु त्यति हो। अब अरू भने अब जस्तो मुलुकको आर्थिक विकासको लागि आवश्यक प्राविधिक सिपयुक्त जनशक्ति तयार गर्न यो प्राविधिक शिक्षाको मूल केन्द्र होइन, सिक्ने र सिकाउने। बाली विज्ञान भने पनि फेरि माछा पालनको मात्रै कुरा गर्नुभयो, हाम्रो सरले भन्नु होला त्यो सही। त्यो बाली विज्ञान नै भए पनि तपाईँले रोक्नु पऱ्यो, कन्भेट गर्नु पऱ्यो, आमासँग उ गर्नु पऱ्यो, बजारसम्म पुऱ्याउनु पऱ्यो। तपाईँको गोल त अब पछि त झन् स्ट्रङ भएर पर्छ, त्यसलाई नै तपाईँले पुऱ्याइदिनुहुन्छ भन्ने बुझाएको छ। र भाइ बहिनीहरूले अझ यहाँ हाम्रो 11 र 12 पढ्दै गरेको भाइ बहिनीहरूले दाइ दिदीहरूको रिजल्ट के भयो, उहाँहरूले रेगुलरमा कति एचिभमेन्ट गर्नुभयो, कति गर्नु भएन भन्ने कुराहरू। किनभने 78देखि हामी नयाँ पाठ्यक्रम लागू गऱ्यौँ, 79, 80, 81, 82 भनेर 4 वर्षको हो। त्यो कोर्सको क्वेसनहरूलाई हेर्नुहोस्, त्यसलाई प्याटर्न फलो गर्नुहोस् र आफूले कति मिहिनेत गर्नुपर्छ गर्नुहोस्। अहिले हामी सरले भनिसक्नु भएको छ, तपाईँले एकै दिनमा गएर म म्याराथन दौडिदिन्छु भनेर एक दिनमा भोलि जान्छ, त्यो 1 वर्षभरि पढेको कन्टेन्टलाई चाहिँ तपाईँले एकै दिनमा गएर 3 घन्टामा गरिदिन्छु। कक्षाको गतिमा दिनुहोस्, रुटिन वाइज दिनुहोस्, बेलुका आज यी पाठ गर्ने, भोलि यही रिभिजन गर्नुहोस्, कन्टिन्युस राख्नुहोस्। तपाईँ कक्षाको गतिमै राम्रोसँग उफ्रिनुहोस् र मेहनत चाहिँ गर्नु पऱ्यो र आफ्नो समुदायमा आफूले सिकेको कुरा आफ्नो बाबाआमालाई सिकाउनुहोस्। अघि पनि मैले भनेको छु, तपाईँ टिचर हो, हामी स्टुडेन्ट हो, किन भन्यो भने
किनभने तपाईँले आफूले सिकेको कुरा आफ्नो बाबाआमालाई सिकाएपछि बाबाआमा खुसी हुनुहुन्छ। बाबाआमाले के भन्नुहुन्छ, ए गोलगडाको उसमा पातमा यस्तो किरा लाग्दो रहेछ, यस्तो रहेछ, मेरो छोरीले पढाएको छ नि, यी कुराहरू चाहियो, उसले अर्को काका तपाईँको महत्त्व हुन्छ। बाबाआमाले पनि गर्व फिल गर्छन् कि यिनलाई साधारण नपढाएर मैले बाली विज्ञान प्राविधिक भाग पढाएर राम्रो गरेछु। बस मैले यति भन्दै मेरा 2 शब्दहरू